Hello, welcome to my YouTube channel. हजुर सबैजना नमस्ते, गुड इभिनिङ। अहिले भन्दै चाहिँ 4:30 भइरहेको छ हैन। अनि त्यहाँबाट आज चाहिँ मलाई के गरौँ मन त। अनि म चाहिँ बनाउँदैछु आज मिक्स भेजिटेबल हैन। धेरै भएको छ नबनाएको हैन। अनि तपाईहरुलाई चाहिँ आज म मिक्स भेजिटेबल बनाएर देखाउँछु र के हाल्छ र कसरी बनाउँछ है। अन्त देखाउँदै छु। अनि त्यहाँबाट मेरो तरिकाले हैन। अनि मलाई त अब सिम्पल मनपर्छ हैन। अनि त्यहाँबाट त्यस्तो मिक्स भेजिटेबलमा तपाईँहरूले जे सब्जी हाल्दा पनि हुन्छ। मलाई जे सब्जी मनपर्छ मैले त्यति हालेको छु हैन। तपाईहरु अरू सब्जी पनि हाल्न सक्नुहुन्छ। अहिले फिलहाल त मैले सब्जीहरु के देखाएको छैन। सब्जीहरु त मैले निकालिरहेको छु हैन। अनि के हाल्छ म तपाईहरुलाई देखाउँदै छु। अनि म दाल पनि बनाउँदै छु हो। अनि मुङ्गी दाल र चनाको दाल चाहिँ मैले भिजाएको छु। अनि त्यतै मसला बनाउँछु। सबै मसलाहरु मिक्स गरेर चाहिँ म दाल बनाउँदै छु। अनि त्यो पनि त्यसमा पनि के हाल्छ म तपाईहरुलाई देखाउँदै छु है। अन्त हेर्नुहोस् अब हेर्नुहोस् ल। अनि तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने प्लिज लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब पनि गरिदिनुहोस्। फेरि नयाँ भिडियो लिएर आउँदै गर्छु। फिलहाल चाहिँ अहिले सब्जीहरु निकालिसकेँ हैन। मलाई बेसी के पनि मन पर्दैन। मलाई यो बिन्स मनपर्छ, क्यारेट मनपर्छ, फुलकोपी मनपर्छ हैन। अनि आलु मनपर्छ। यसमा तपाईहरु मटर हाल्न सक्नुहुन्छ। के अरू पनि सामान जे पनि हाल्न सक्नुहुन्छ भेजिटेबल। मलाई त यति नै मनपर्छ। त्यसको लागि चाहिँ जिन्जर गार्लिक पेस्ट पनि हाल्नुपर्छ हैन। अनि तबबाट चाहिँ मैले दाल पनि भिजाइरहेको छु हो। यो दाल पनि यसमा पनि के हाल्छ बनाउँछु। दाल पनि अब धेरै प्रकारको हुन्छ हैन। तर यसमा चाहिँ म सबै मसलाहरु मिक्स गर्छु हैन। त्यो मसलाहरु के हाल्छु म तपाईहरुलाई देखाउँदै छु। अहिले फिलहाल चाहिँ म सब्जीहरु कटिङ गरेर तपाईहरुलाई देखाउँछु ल। अहिले भने चाहिँ मैले सब्जीहरु सबै काटिसकेँ। काटिसकेर चाहिँ अनि मैले धोएर बोइल गर्दैछु। मलाई त बोइल गरेको मनपर्छ नि त। यसमा चाहिँ मैले सल्ट हालेको छु हो। अनि त्यहाँबाट हल्दी हालेको छु। अन्त बोइल हुँदैछ। एकछिन बोइल गरेर 5 मिनेटसम्म एकछिन पकाएर बोइल गरेर उयो गर्छु हैन। दाल पनि भिजिरहेको छ हो। मलाई काट्नु जिन्जर गार्लिक पेस्ट पनि रेडी भयो। अन्त प्याज र अब टमाटर काट्छु। यो काटिसकेर है ग्रिन चिली पनि छ हो। अनि म चाहिँ खाँदैछु चिया। अब यसमा चाहिँ मसला चाहिँ मैले रेडी गरेको छैन। मसला रेडी गर्छु तपाईहरुलाई देखाउँछु मसला रेडी गरेर ल। प्याज पनि काटिसकेँ, खोर्सानी काटेँ, यो पनि काटेँ हो। अनि मसला पनि मेरो रेडी भयो। यसमा चाहिँ मैले हल्दी, रेड चिली पाउडर, अन्त अलिकति जिरा पाउडर, अनि धनिया पाउडर हाल्दैछु हो। अन्त अलिकति ब्ल्याक पेपर, अन्त मैले अलिकति चिकन मसला पनि हालेको छु हो। अनि त्यहाँबाट त्यस्तो हालेर चाहिँ अलिकति झोल बनाएर चाहिँ मलाई पकाउनु सजिलो पर्छ नि त। यसरी चाहिँ मलाई पकाउनु सजिलो पर्छ हो। अनि यो बोइल हुँदैछ। यो बोइल हुनु लाग्यो होला खै। अझै पाएको छैन यो हो। पाकेपछि चाहिँ अनि त्यहाँबाट चाहिँ म रेडी पकाउँदै गरेको तपाईहरुलाई देखाउँछु ल। सब्जी पनि बोइल भइसक्यो हो। फर्स्ट हाल्दैछु तेजपत्ता, त्यहाँबाट गोटा गरम मसलाको अलिकति डन्ठा हो। त्यहाँबाट यो पनि हाल्यो। त्यसपछि हाल्छु म जिरा हालेपछि खोर्सानी, त्यहाँबाट हालेँ मैले प्याज चाहिँ अलिक पिङ कलरको हुन्छ कि त्यस्तो होसम्म पकाउनु पर्छ। हालिसकेर जिन्जर गार्लिकको पेस्ट, प्याज पनि मजाले पाक्यो हो। अब चाहिँ हाल्छु म टमाटर पनि हालिसक्यो। टमाटर एकछिन पकाएर चाहिँ मसला हाल्छु। अहिले भने चाहिँ मैले मसला पनि हालिसकेँ हो। मसला एकछिन मजाले पाकोस्, माथिबाट तेल आउँछ नि त पाकेपछि चाहिँ हैन। अनि त्यहाँबाट चाहिँ म लास्टमा सब्जी हालेर तपाईहरुलाई देखाउँछु। अहिले भने चाहिँ मसला पनि पाकिसक्यो हो। अनि त्यहाँबाट चाहिँ म माथिबाट हाल्दैछु सब्जीहरु। हेर्नु नि सबैजना मिक्स छ सब्जीहरु हो। अनि मजाले यो पाकिसक्यो हेर्नु त कस्तो मजाले पाकिरहेछ। त्यहाँबाट फेरि चाहिँ म दालबाट स्टार्ट गर्दैछु। यहाँ चाहिँ मैले हाल्छु तेजपत्ता, प्याज, अनि लसुन हालेको छु हैन। अनि जिरा, गोटा जिरा हालेर चाहिँ मजाले यसलाई पकाउँछु। अनि त्यहाँबाट मसला पनि हालेँ मैले। यसमा मसलाहरु चाहिँ मैले सबै मिक्स छ मेरो मसलाहरु है। अनि एकछिन भुट्नु पर्यो नि त। अनि त्यहाँबाट दाल हालेर त मैले मजाले भुटेँ हेर्नुहोस् न है। मजाले भुटेपछि चाहिँ अब अलिकति भुटेपछि चाहिँ म चाहिँ हाल्छु माथिबाट पानी हालिसकेर चाहिँ मेरो पानी हाल्दै गर्छु। यता उम्लिँदै गर्छ भनेर म चाहिँ आटा भुन्दैछु नि त। अनि आटा रोटी र सब्जी अनि दाल खाने हेर्नुहोस् कस्तो मजाले सफ्ट भइरहेको छ हो। अहिले भने चाहिँ दाल पनि पाकिसक्यो हेर्नुहोस् न है। क्या मजाले मोटो लतततततत परेको हैन। तीमाथि यसमा मैले माथिबाट घिउ हालेको मजाले क्या फ्लेभर पनि दामी आउँछ। सुक्खा खोर्सानी मजाले पड्काएर नै हाल्दैछु। अहिले भने चाहिँ मेरो सबै कुरो रेडी भयो हेर्नुहोस्। सब्जी, दाल, रोटी हेर्नुहोस् कस्तो देखियो है। हजुरहरूलाई आजको भिडियो हेरेर राम्रो लाग्यो भने प्लिज लाइक, शेयर, सब्स्क्राइब एन्ड कमेन्ट पनि गरिदिनुहोस् है। फेरि म नयाँ भिडियो लिएर आउँदै गर्छु हजुरहरूको लागि। बाइ बाइ।